यहाँ फोहोर लागेको हेर सिटले गर्दाखेरि हाम्रो सिटहरू चाहिँ यता मिलाइसक्यौँ। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज असोजको 1 गते, आज चाहिँ विश्वकर्मा पूजा हो, तपाईँहरूलाई थाहा नै छ। म चाहिँ भर्खरै ग्यारेजमा आएको छु गाडी पूजा गर्न। पानी परेको छ, गाडी पूजा गर्छु भनेर म चाहिँ गाडी धुन चाहिँ पानी भरेर भिजेर एकदम हैरान छ, पानी परिरहेको छ बाहिर। अनि म चाहिँ अहिले यो भित्रको क्याबिन अलिक सरसफाइ गर्छु। अनि इन्जिन पानीले धोएर अनि त्यहाँ पूजा गर्न सुरु गरौँला। भिडियो लास्टसम्म हेर्नु होला। यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यदि च्यानललाई सब्सक्राइब गर्नु भएको छ भने चाहिँ लाइक, कमेन्ट अनि सेयर अनि कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यहाँ फोहोर लागेको हेर सिटले गर्दाखेरि अझै भित्रको काम भएन, त्यसैले अनि अलिक गाह्रो भएको छ। हाम्रो सिटहरू चाहिँ यता मिलाइसक्यौँ। बोनट पनि खडा गरिदिउँ यहाँ इन्जिन। अब हामी इन्जिनलाई मस्तले धुउँ है। पहिला यहाँ चाहिँ पानी हालेर धुउँ। फाइनली हाम्रो यो धुलाइ भइसकेको छ। अलिअलि धोएको छु मैले। अब अझै बन्दैछ। यो अझै धेरै फोहोर हुन्छ होइन। यो गाडी बनिसकेपछि बल्ल अनि क्याबिन सफा गर्ने। अलि यो पूजा हुनलाई पनि धोएको मैले। यहाँ त भयो। अब अगाडि सोध हुनु छ। गाडी मैले चाहिँ धुइसकेँ। धुनलाई पानी छम्किदिएँ होइन। पानी परिरहेको यस्तो भिजेर हैरान छ। पानी परिरहेको छ, पानीले पनि धोइरहेको। मैले पनि धोइसकेँ। अलिक पानी मात्रै हालिदिएको छु कि त पानी मात्रै हालिदिनु सकेछ नि त होइन। उता त मैले धोइसकेँ, अगाडि पनि धोइसकेँ। अगाडि चाहिँ कस्तो भयो म तपाईँलाई ल्याउँछु हेर्नुहोस्। अगाडिको भ्यू धोएको चाहिँ देखेको छैन होला, त्यो पनि म तपाईँलाई पानी हालेर देखाइदिन्छु। सबै धोइसकेँ मैले। इन्जिन अगाडि पठाइसकेँ। अलि एकजना भएको भए हुन्थ्यो यस्तो मोबाइल ल्याउने, तर केही छैन। पार्टी ल्याउनु भने पानी हालिसकेँ। त्यो पनि फेरि पानी हालिदिन्छु कि। यति पानी बगेको छ। अगाडि डिसमा हाल्छु यहाँ टायरमा। थोरै यतापट्टि, थोरै अगाडि उतापट्टि साइडमा। पानी पुरा भिजिसक्यो, लपक्क पारेर यस्तो पानी परेको छ। आजको दिन पानी पर्नु पनि एकदम राम्रो कुरा हो। हाम्रो गाडी चाहिँ अब धोइसक्यो मैले फाइनली होइन। अब हाम्रो गाडीको साउजी चाहिँ आउँदै हुनुहुन्छ, रिबन लिएर, मिठाई लिएर। भिडियो लास्टसम्म हेर्दैन होला। साउजी आएपछि म भिडियो बनाउँछु फेरि। म चाहिँ यहाँ एयरपोर्ट आइसकेँ। एयरपोर्ट पेट्रोल पम्प मेरो। यहाँ चाहिँ हाम्रो अर्को गाडी पनि छ क्या, दुईवटा गाडी। एउटा यो गाडी छ, एउटा यो गाडी छ। अनि मलाई चाहिँ साउको फोन आयो। अनि यहाँ ड्राइभर एक्लै छ, जाऊ अलिक सहयोग गर भनेर म चाहिँ एयरपोर्ट आएँ। हुन्छ उसले चाहिँ यो गाडी चाहिँ भिजिसकेको छ। अब त्यो गाडी पनि अन्त पानी परेको छ, सबै भिज्यो। अब धोएको त भनौँ होइन, पानी परेको बेला सबै के गरेर। मैले त अगाडिको सोमोरै धोएको, पछाडि त पानी परेर भिजिया। यो पानी परेर धुवा जस्तै त छ नि। यो छैन र धुवा जस्तो पानी परेर। यो चाहिँ पेन्ट भएको है, अस्ति डबल गराउनु हो नि त। थोडा हालिदिएँ नि त मैले। चढेले धुनुहुन्छ। त्यो गाडीको चाहिँ भित्र धुइसक्यो। त्यो गाडी भित्र धोइकन हेरमै हामी भित्र चढेर। पानी परेर म यहाँ भिजिसकेपछि धुन सक्नुहुन्छ। पुरा कपडा ढिलो भइसक्यो। यो गाडी अगाडि धोइसकेको छ है, बोरोले धोइसकेको छ। वाह, पुरा आफ्नो गाडी र टलकाउने हो क्या फेरि। साइड लगाएर हो फेरि फोहोर लाग्दाखेरि म यहाँ माथि चढ्यो भनेर फेरि फोहोर लागेर यार कराउला यार आफ्नो गाडी।
कहाँ गयो यार, ड्राइभरै कहाँ गइसक्यो, छैन ड्राइभरै कता गाइड। पानी परिरहेको छ, म चाहिँ अब एकछिन त्यो नआउने बेलासम्म म चाहिँ एकछिन भित्र बस्छु, यो गाडीको भित्र बस्छु। त्यो धुवा छ नि त, यो गाडीको भित्र बस्छु म। त्यो आइसकेपछि पल्लै अनि ओहो यो गाडी पनि एकदम, गाडी चाहिँ यो बाहिरबाट नयाँ छ, भित्रबाट चाहिँ पुरा यस्तो दिनु सक्नु। हामी एकछिन यहीँ बस्छौँ है, ड्राइभर आएपछि। अब त भित्र गाडी धुलाइ भइरहेछ, यहाँ चाहिँ अलि मजा हुँदो रहेछ ट्याक्क पारेर यो मोटर आएर। उता मेरो गाडीमा चाहिँ मोटर नआएर यता धाराबाटै पेल्नु पर्थ्यो, त्यो पनि 5 मिनटमा त्यो बाल्टिङ भरिन्थ्यो। हाम्रो राजाले यता धुइरहेछन्, यो गाडी पनि धुइ सिद्धा आयो। अब यता मोटर आएर सजिलो हो क्या, ट्याक्क पानी छर्र छर्किदिने त हो नि, होइन र? ल गाइस, अब हाम्रो पूजा अरू गाडीमा सम्पन्न भइसक्यो। अब यहाँ चाहिँ बाहिर सम्पन्न भइसक्यो पूजा। अब यहाँ गर्थ्यो हामी हेलो खिम, खै उयो लड्डु ल्याउनु त, लड्डु ल्याउनु, लड्डु कहाँ छ? कता? ल ल खै यहाँ लाग्नु। लड्डु चढाउनु पर्यो। अब पूजा गर्नु आउँदैन, त्यही पनि अब मनदेखि जे सबै मनदेखि भइरहेको छ मैले। थाहा ल्याइन्छ पुराणमा चाहिँ यो घरमा लाग्ने मिठाई हो। पूजा सम्पन्न भइसक्यो, यहाँ प्याक गरेर अब घर चाहिँ जाँदै। मिठाई प्याक यहाँ छ हाम्रो ग्यारेजतिर। त्यहाँ सबै मिठाई दिइसक्यो ग्यारेजमा सबलाई। ल ठिक छ, एकदम डेक लगाएर एकदम रमाइलो भइरहेछ यहाँ, डेक लगाएर। पूजा सम्पन्न भइसक्यो। उता चाहिँ भिडियो बनाउन चाहिँ नभएर म यता आएँ भिडियो बनाउन। यता अलिक सामान पनि लिन्थ्यो नि त, त्यसैले पूजा सबै भइसक्यो। तर आफूले टिका लाउन चाहिँ बिर्सिन्छु। अब यहाँ कता गाडीमा टिका लागिसक्यो, कहाँ लागेको टिका? ओम सोम लेखेको छैन, आफूले टिका लाउन बिर्स्यो। अब यत्रो गाडी पूजा गरेर पनि लाभ साप यहाँ छ कि अलिअलि थपाइदिँदो रहेछ अन्त। अहिले भन्नु त बल्ल गाडी पूजा गरे जस्तो होइन। ल भेटौँला अब अर्को भिडियोमा। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।